तपाईँले घटनामा अब देखेपछि उसले बताएपछि लिएर आएन। तपाईँले ल्याउनु भयो, घटना सबै सहयोग गर्नुभयो र तपाईँले बुझ्नुभयो कि यो जघन्य अपराध रहेछ। अब यसलाई चाहिँ हामीले निर्मूल गर्नको लागि अरू पनि मैले कुराहरू बुझेँ, कता 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 बुझेँ। सोही क्रममा तपाईँले चाहिँ माइती नेपालसँग भेट्नुभयो। माइती नेपाल 30 वर्षको अवधिमा यो मानव बेचबिखन यो अब यो कसरी हुँदो रहेछ होइन, यो किन हुँदो रहेछ, यहाँले के अनुभव गर्नुभएको छ? अच्छा, त्यो चाहिँ के रहेछ भने एउटा त दलालहरूको स्पेसल इन्ट्रेस्ट, पैसा कमाउने है, यिनीहरू कसरी हुन्छ लाटा सोझा रिमोट एरिया जस्तो सिन्धुपाल्चोक, नवाबकोट, धादिङ, रसुवा, मकवानपुर, सिन्धुली, त्यसपछि ओखलढुङ्गा, रामेछाप, दोलखा, यहाँका चाहिँ एकदम अशिक्षित अथवा नपढेका किशोरीहरू जो हाई रिस्कमा पस्छन् त्यस्ता केटीहरूलाई बुझेर गाउँ गाउँमा पसेर उयो नाता लगाएर चाहिँ त्यो केटीहरूलाई आफ्नो बनाएर म यसरी जागिरमा लगाइदिन्छु, मलाई दिनु गाउँवाला फकाउँथे। हामी कुरा गर्नको लागि हामीले अतिथिलाई निम्ति आइसकेको छौँ र उहाँ आइसक्नु भएछ र उहाँ चाहिँ माइती नेपाल झापाका प्रमुख गोविन्द घिमिरेजी हुनुहुन्छ। सबभन्दा पहिला उहाँलाई स्वागत गरौँ। सरलाई स्वागत छ। धन्यवाद सर। दर्शकबिन, वास्तवमा यो मानव बेचबिखन भनेको एउटा ठुलो जघन्य अपराध हो। यो नेपालमा मात्रै होइन, विश्वभरिमा नै हुन्छ। तर विशेष गरेर यो आर्थिक अवस्था कमजोर भएको देशहरूमा, मुलुकहरूमा बढी हुने गरेको छ र यो कुराको अनुभव हाम्राको अनुभव र एक्सपिरियन्स हामी यहाँ समक्ष प्रस्तुत गर्न लागेको। सबभन्दा पहिला सर, यो मानव बेचबिखन विरुद्धको अभियानमा सरले कसरी लाग्नुभयो सर? धन्यवाद सर। एउटा युनिक ऊ छ। जब मैले मेरो एउटा गाउँमा चाहिँ एउटा बहिनी हराएँ, चेलीबेटी गाउँको। अब चेलीबेटी हराएपछि मैले खोज तलास गरेँ, मान्छे हराएर खोजिन्छ। खोज्दै जाँदा बम्बईको कामटीपुर गल्ली नम्बर 11 को उसमा चाहिँ लगेर चाहिँ एकजना दलालले बेचेछ। कुन साल घटना हो सर? यो 53 साल, 52 सालको अन्तिममा, 2053 साल, 52 सालको लास्टमा। र त्यसपछि चाहिँ हामीले यता खोज्दै गएपछि त्यो मान्छेले 110 जना, उनीहरूको टिमले 110 जना केटीहरू बेचबिखन गरेको रहेछ, उसको भनाइ छ। त्यसपछि हामीले त्यो केटीलाई उद्धार खोज्दै गएपछि एउटा मान्छे पक्रा खायो। कसरी भने बम्बई होइन, एउटा सबै लास्टमा चाहिँ एकजना दलित केटीलाई लगेर बेचेको रहेछ। त्योलाई चाहिँ एकदम राम्रो केटी भएकोले त्यहाँ इन्डियाको एकजना युवकले बिहा गर्छु भनेर गरेछ। पछि उसको बुवाले यसलाई चाहिँ मानेन, किनभने ऊ दलित भएको कारणले। नमानेपछि उसले वीरगन्जमा ल्याएर छोडिदियो। छोडेपछि ऊ आफ्नो घरमा गयो। घरमा गएर मलाई यस्तो गर भनेर आफ्नो बाबुआमालाई भन्यो। भनिसकेपछि त्यो मान्छे हेटौँडाको थियो। अनि हेटौँडाको मान्छे यतापट्टि आएर चाहिँ ऊ हेटौँडाकै अलिक भित्र गाउँको बहिनी थियो। एक दिन चाहिँ उसको आफ्नो गार्जियनसँग बजार घुम्न आएको, सागसब्जी अथवा के किनमेल गर्न लागि सपिङ गर्न आमा ऊ निस्क्यो भाउजूसँग। निस्किँदाखेरि त्यो त सानो भट्टीमा बसेर डम्म खाएर चाहिँ बसिराखेको छ। उसले देखेपछि मलाई यही मान्छेले बेचेको भनेर जब उसले भनेपछि अनि त्यहाँ चुप्प लगाएर बसेर। के भयो सर? तपाईँको गाउँको महिलाले बेचेकोलाई उताबाट उद्धार गरेर ल्याइसकेपछि होइन, नल्याइकनै अनि जब उसले त्यो पक्रा खाएपछि उसले यो केटीलाई बेचेको भन्ने प्रमाण भइसकेपछि पुलिसको अन्डरमा गयो। अनि तैँले कतिजना केटी बेचिस् भन्दा
मैले मेरो म अनि अर्को कसको नाम भनौँ, इन्डियाकै नाम कसको भनौँ, टिमको मान्छे 110 जना हामीले बेच्यौँ भने सबभन्दा अन्तिमको उस बेसिस भन्दा सबभन्दा अन्तिममा यही केटी हो र त्यसभन्दा अघिल्लो केटी काँक्रेटाको एकजना बहिनी, नाम भन्न मिल्दैन, र त्यो केटीलाई चाहिँ मैले बेचेँ। त्यो केटी कहाँ छ त भनेर चाहिँ प्रहरीले सोद्धाखेरि बम्बईको कामटीपुर को 11 नम्बर कोठीमा छ भन्ने चाहिँ कुरा उसले भनेपछि त्यहाँबाट प्रहरीले यहाँ सोध्यो काँक्रेटामा, फलानु नाम गरेको केटी त्यहाँबाट हराएको छ भन्दा हराएको छ। लु त्यसो भए फलानु छ भने त्यो बम्बईको कामटीपुर 11 नम्बर गल्लीको घरमा छ, फलानु घरमा छ भनेर जब भनेपछि अनि हामी यहाँबाट चाहिँ त्यहाँको पुलिस प्रशासन हामी आफन्तहरू गएर चाहिँ त्यसलाई लिएर आइसकेपछि अनि अब उसलाई त्यो बिचरा उसलाई HIV एड्स पनि भइसकेको थियो, उनीहरू बिरामी पनि थिइन्। अनि हामीले लिएर आयौँ। अब उनलाई चाहिँ आश्रय राख्ने, आश्रयमा गाउँघरमा घृणा गर्ने त्यो चलन थियो, अझै पनि छ। अनि त्यसलाई कहाँ राख्ने भन्ने हो। अनि अचानक एकजना साथीले भन्यो, अनुराधा कोइरालाज्यूले यो संस्था खोल्नुभएको छ, यसरी उहाँले राख्नुहुन्छ भन्ने कुरो भएपछि म त चिन्थेँ दिनलाई, तर त्यसरी यो घनिष्ठता थिएन। अनि भनेपछि मैले उहाँको फोनबाट फोन कुराएँ। फोन पनि त्यति बेला फोनमा हुँदैन थियो, हामी कसो गरेर चाहिँ वाकेटवाकेबाट भन्नुपर्थ्यो। त्यति बेला फोन गरेर मैले एउटा सोद्धाखेरि यस्तो भरौँ, मान्छे राख्ने ठाउँ भएन, हामीले यसरी लिएर आयौँ भन्दाखेरि उहाँ त्यही काम गरेर गएको। उहाँ त साह्रै खुसी हुनुभयो। अनि तपाईँले घटनामा अब देखेपछि उसले बताएपछि लिएर आयौँ। तपाईँले ल्याउनु भयो, घटना सबै सहयोग गर्नुभयो र तपाईँले बुझ्नुभयो कि यो जघन्य अपराध रहेछ। अब यसलाई चाहिँ हामीले निर्मूल गर्नको लागि अरू पनि मैले कुराहरू बुझेँ, कता बुझेँ। भनेर सोही क्रममा तपाईँले चाहिँ माइती नेपालसँग भेट्नुभयो। माइती नेपालसँग को चिफ आदरणीय दिदी अनुराधा, माइती नेपालसँग को चिफ आदरणीय दिदी अनुराधा कोइरालासँग भेट भयो। भेट भएर कुराकानी गरेपछि ल्याइदिनु भन्नुभयो। तर उसको आमाको माया हो, आमाले चाहिँ उसलाई होइन म आफै पाल्छु भन्नुभयो। भनेपछि ठिकै छ त, आफै पाल्छ भने त भएन भनेर चाहिँ मैले त्यहाँ छोडेँ। त्यसपछि मेरो अनुभवमा म त अब एउटा व्यापारी जस्तै भयो मान्छे हो, अलिकति के दोकान सोकान के थियो त्यो सुरुमा त्यो जाने अवस्थामा सुरु गर्ने समयमा मेरो कहाँ दोकान थियो। त्यसपछि उहाँसँग कुरा भएछ अनि मैले धेरै अध्ययन गर्दा मान्छे धेरै बेचिँदो रहेछ। ल अब भनेपछि अनि यो राख्ने उहाँले भनेपछि एउटा राख्ने ठाउँ त जे भेट्यो भने त त्यस्तो राख्ने ठाउँ रहेछ नि त। हाम्रो आश्रय त उहाँहरूले राख्नुभएको छ, उहाँले चाहिँ इजिली स्वीकार दिनुहुँदो रहेछ, उनले सहयोग गर्नुहुँदो रहेछ भन्ने कुरा भएपछि मैले खोज तलास गरेँ। अनि पछि माइती नेपालको एवारनेस प्रोग्राम हामीले काँक्रेटाबाट सुरु गर्यौँ। धेरै त्यहाँदेखि गर्दै उहाँहरूसँगै साथ लागेर हामी यहाँ पाएको केही गाउँमा बाटोमा सडक नाटक गर्दै गएपछि मलाई अलिकति अझ उत्साह हो। त्यसपछि चाहिँ म भन्नाले तपाईँले त्यो घटनासँगै यो मानव बेचबिखन विरुद्धको अभियानमा अब लाग्नुभयो र सोहीसँगै माइती नेपालसँग पनि टाइप भयो। त्यसपछि जब त्यसो भइसकेपछि हामीले उहाँहरूले एउटा गोष्ठी गर्नुभयो, अथवा माइती नेपालले सबै मिलेर गोष्ठी गरेर मैले सबै मान्छेहरूलाई, उत्साहित मान्छेहरूलाई मैले बोलाएँ, निम्ता गरेँ। उहाँहरू आउनुभयो, दिदीहरू, विशेषकर एकदम विशेषकर सधैँ सक्रिय, साह्रै सकारात्मक सोचको धनी हुनुहुन्थ्यो। अनि उहाँसँग कुराहरू ल हामी सबै एउटा टिम हौँ न त भनेर चाहिँ उहाँहरूले भन्नुभएपछि हुन्छ। मैले त दोकान सोकान अथवा मेरो जे व्यवसाय थियो मैले माइती नेपालको अभियानमा त्यसलाई छोडेर यतापट्टि म लागेँ, ढल्केँ। व्यापारलाई छोडेर माइती नेपालको अभियानमा यो मानव बेचबिखन विरुद्धको अभियानमा लागेपछि उहाँहरूको अब भन्नाले सर हजुरको यो कति वर्ष भयो? त्यो त लामै भयो सर। 2053 सालदेखि कन्टिन्यू छ है। अब अहिले त 82 चल्दैछ। विधिवत हामीले 2054 साल वैशाख 1 गते खोले पनि त्योभन्दा अगाडि मैले चाहिँ 52को अन्तिमदेखि मैले यो काम गरेँ र माइती नेपालसँग पनि सुरु गरेँ।
हजुरले त काम पहिला नै सुरु गरिदिनु भएको थियो, माइती नेपालमा चाहिँ त्यो काम गर्ने क्रममा आबद्ध हुनुभयो। आबद्ध भएँ भन्नाले तपाईँको मोटामोटी अब 53 भन्दाखेरि अब यो 29 वर्ष 30 वर्ष सुरु भयो। अब तपाईँको अभियान लामै अभियान भयो सर। लामो भयो र हस् सर। सर यो 30 वर्षको एक्सपिरियन्स, अब त्यो 30 वर्षको अवधिमा यो मानव बेचबिखन यो अब यो कसरी हुँदो रहेछ होइन, यो किन हुँदो रहेछ, यहाँले के अनुभव गर्नुभएको छ? अच्छा, त्यो चाहिँ के रहेछ भने एउटा त दलालहरूको स्पेसल इन्ट्रेस्ट, पैसा कमाउने है, यिनीहरू कसरी हुन्छ लाटा सोझा रिमोट एरिया जस्तो सिन्धुपाल्चोक, नवाबकोट, धादिङ, रसुवा, मकवानपुर, सिन्धुली, त्यसपछि ओखलढुङ्गा, रामेछाप, दोलखा, यहाँका चाहिँ एकदम अशिक्षित अथवा नपढेका किशोरीहरू जो हाई रिस्कमा पर्छन् त्यस्ता केटीहरूलाई बुझेर गाउँमा पसेर नाता लगाएर चाहिँ त्यो केटीहरूलाई आफ्नो बनाएर म यसरी जागिरमा लगाइदिन्छु, मलाई दिनु, गाउँवाला फकाउँथे। फकाएपछि होला मेरो छोरीलाई जागिर लाग्देला, मैले यसो गरेँ भन्ने, मैले यसरी यति पैसा कमाएँ, यति पैसा दिन्छ, यति पैसा दिन्छ भनेर भनेपछि उनीहरूले बाटो लाउनु गरे। त्यसले गर्दाखेरि बाबुआले बेच्छ भन्ने किसिमको उहाँहरूलाई आरोप लाग्यो, तर होइन। त यसरी उहाँहरू नबुझिकन चाहिँ उहाँहरू गर्नु पछि त धेरै बुझ्नु थाल्यो। अनि हामीले एवारनेस गाउँमा लाँदा पनि हामीलाई गाह्रो भयो। यसरी चाहिँ सुरुमा अभियानमा अब मान्छेले विश्वासै नै गर्ने हुँदो रहेछ भनेर थाहै थिएन, र तपाईँको अनुभव थियो, तपाईँ लाग्नुभयो। अनि हामी जो गऱ्यौँ विभिन्न एवारनेस प्रोग्रामहरू उहाँहरूसँग साथ दिएँ, म पनि गएँ, सहयोग गरेँ, सहभागी भएँ, खुसी लाग्यो। अनि त्यसपछि मैले बुझेँ के रहेछ त भन्दा गाउँमा गएर अन द स्पट मैले चाहिँ अध्ययन गरेँ, फिल्ड भिजिट गरेँ, फिल्ड अध्ययन गरेँ। सबभन्दा पहिलो गरिबी, भोकमरी, गरिबी, खानेकुरा छैन। अब त्यसपछि आएर चाहिँ अशिक्षा, उहाँहरू ज्ञानै छैन। अर्को कुरा बेरोजगार, काम छैन, के गर्ने है, मर्नुभन्दा बौलाउनु निको भने जस्तो। उहाँहरू चाहिँ अब खान त पर्यो नि, केही छैन। अनि देखा सिके कसैको एउटा चाहिँ माथिल्लो घरमा चाहिँ धनी मान्छेको जुन खानापिना छ तल्लो घरमा त त्यो बच्चाले थाहा पाउँछ, जान्दछ मलाई यसरी पाओस् भन्ने। अनि अल्लरेज बेला, त्यसपछि चाहिँ तपाईँको अरू विभिन्न सामाजिक सञ्जालको दुरुपयोग, यी कुराहरू रहेछन् भन्ने कुरा भएपछि हामीले जनचेतनामूलक कार्यक्रमहरू माइती नेपाली जुन प्रोग्रामहरू सेट गरेर गर्न थालेपछि मैले पनि भन्नाले यो पहिला पनि यो अलि गरिबी भएको एकमुष्ट भन्दाखेरि आर्थिक, सामाजिक होइन, धार्मिक रूपले पनि पिछडिएको व्यक्तिहरूलाई खास गरेर यो यसमा ट्र्याकमा पार्थ्यो होइन। हो, र सानो उमेरको खोज्थ्यो, सानो उमेर। र बम्बईको बजार चाहिँ बम्बईमा, कलकत्ता, दिल्ली, देहरादुन, आन्ध्र प्रदेश जस्तो हैदराबाद होइन, त्यसपछि यता गर्दो रहेछ। तर हामीलाई थाहा थिएन पहिले। अब हामी अहिले चाहिँ थाहा पाएपछि चाहिँ हामीले हिँडाएर ल्याएको, गाडीमा ल्याएको हुन्थ्यो, तर ट्रकैमा लाने जस्तो गरेर गइला रहेछ पहिले, त्यस्तो रहेछ। हामीलाई कसैलाई थाहा थिएन यो कुराहरू। सर म जिज्ञासा, यो अहिले त माइती नेपालले यो सीमामा, विभिन्न सीमामा गएर सीमा निगरानी गरेर रोकिन्छ। सुरुमा के थियो सर, कसरी? होइन, सुरुमा चाहिँ कस्तो थियो भने हामीलाई यो कुराहरू हामी गाउँमा पनि अध्ययन गर्थ्यौँ। हामी आफ्नो नजिकको गाउँ, धेरै टाढा टाढा पहाड जान सक्दैनथ्यौँ, तर पनि आफ्नो नजिकको पहाड जस्तो यहाँ झापाको पहाड, इलाम, पाँचथरसम्म गएर बुझ्ने अथवा त्यो गऱ्यो। पछि अरू उसँग गऱ्यो। तर के रहेछ भने अब यो यति छ, यति गरौँ, अनि पैसाहरू देखाइदिने, विवाह गर्छु भनेर तँलाई भनेर दिने, लभ गरेर जस्तो गर्ने होइन, अनि नाता गाँस्ने यस्तोहरू काम गर्दो रहेछन्। रहेपछि नयाँ मान्छेहरू आएको दिन्छन्। त्यति बेलामा नयाँ मान्छे आएकोमा केही वास्ता गर्दैन थियो भने, अनि जब हामीले चाहिँ अथवा माइती नेपालले अवेरनेस प्रोग्राम गरेर नयाँ मान्छे आयो भने चाहिँ तुरन्त प्रहरीलाई खबर गर्नु होला अथवा माइती नेपाललाई खबर गर्नु होला भन्ने सूचनाहरू हामीले निकाल्यौँ, पम्पलेटिङ गऱ्यौँ। अनि त्यो जेलभित्र हालेको मान्छेको पम्पलेटिङ छ, त्यो छ। अनि सबै कुराहरू गर्दै 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 गोष्ठी, त्यसपछि अन्तर्क्रिया गोष्ठी, अनि घर दैलो,
त्यसपछि विभिन्न भन्नाले जनचेतनामूलक क्रियाकलापहरू त आफूले व्यापक रूपमा गर्नु। व्यापक रूपमा गर्न थालियो। सर यो सीमा निगरानी हुन त हजुर अब यो माइती नेपालको लगभग सुरुदेखि नै यहाँ अभियान लाग्नुभएछ। यो सीमा निगरानी यहाँलाई अनुभवमा कहिलेबाट सुरु गर्नुभएछ? 55 सालदेखि चाहिँ हामीले कन्टिन्यू गरिरहेछ। 55 सालबाट 2055 सालदेखि चाहिँ सीमा निगरानीमा राखेका छौँ। तर पहिले सुरुमा त अब त्यो बहिनीहरू पनि त्यति अनुभव थिएन। सामान्य तालिम लिएर चाहिँ तालिम दियो र गरियो। अब तालिम पनि केन्द्र कार्यालयबाटै तालिम, सिलाइ कटाइको तालिम, जसलाई चाहिँ नेतृत्व विकासको तालिम, अनि सीमा निगरानी यसरी गर्नुपर्छ भन्ने, यसरी पहिचान गर्नुपर्छ भन्ने सामान्य तालिम दिएर चाहिँ बोर्डरमा पठायौँ। अब अहिले त उनीहरू पनि एकदम एक्सपिरियन्स भएको छ। उनीहरूले सुरुमा यहाँ माइती नेपालले सुरुमा अवेरनेस जनचेतनामूलक कार्यक्रम व्यापक रूपमा गर्नुभयो। त्यसपछि चाहिँ अब भिजन आयो कि होइन अब यो सँगै बोर्डर पनि सीमा पनि हामी कभर गरौँ, सीमैबाट रोकौँ भनेर आयो। त्यो चाहिँ कार्यक्रम सञ्चालन गरेँ। म गाउँमा पनि जाने र यहाँ पनि जाने। अब सर एकदमै पुरानो अभियानी होइन, माइती नेपालको पुरानो सहयात्री। अब एउटा जिज्ञासा कुरा आइहाल्यो सर, यो सरले त पहिलाको स्थिति पनि हेर्नुभएछ र अहिलेसम्म पनि हेर्दै हुनुहुन्छ। अब सायद अब अझै पनि अभियानमा लागिरहनुहुन्छ भन्ने मेरो आशा छ। यो पहिलाको र अहिलेकोमा के यसो फरक छ? यो उसमा धेरै अन्तर छ। अहिले पहिलाको चाहिँ के थियो भने सानो उमेरको यौन व्यवसायको लागि, यौन धन्दा, यौन शोषणको लागि चाहिँ विभिन्न सहरहरूमा लगेर चाहिँ कोठीहरूमा लगेर बेच्ने गर्थे। अनि त्यहाँ चाहिँ ठुल्ठुला त्यहाँका उयोहरूले चाहिँ जस्तो त्यहाँ विभिन्न व्यवसायहरूमा चाहिँ काम गर्ने कर्मचारीहरू उनीहरूको घरमा कति कयौँ दिनसम्म अब काम गर्ने सिलसिलामा आउँथे, जान पाउँदैन, बन्धक श्रमिकको रूपमा प्रयोग गर्थ्यो। अनि उनीहरूले चाहिँ त्यो बेला के गर्यो भने कोठीमा बेचिँदाखेरि कोठीमा चाहिँ त्यो माग हुन थाल्यो। त्यहाँदेखि ती काम गर्ने मान्छेहरू चाहिँ घर जान पनि पाउँदैन, आफ्नो परिवारसँग भेट गर्न नपाउने भएकोले त्यही केटीहरू त्यहाँ गएर चाहिँ शोषण गरेर उनीहरूको आफ्नो उ गर्ने रहेछ पहिला रहेछ। त्यसपछि माग सुरु भयो नि त, डिमान्ड भयो। अनि झन् गरे अनि गाउँबाट अशिक्षितहरू, छिट्टै फकिने महिलाहरू, गरिब मान्छेहरूका छोरीहरू मात्रै हेर्ने त्यसरी चाहिँ ल्याए। जस्तो काठमाडौँबाट सिन्धुपाल्चोकबाट काठमाडौँबाट हेटौँडासम्म ल्याए, हेटौँडाबाट अर्को ल्याए, अर्को यसरी चाहिँ साङ्लोको उसले रन्जिरको रूपमा चाहिँ लिएर आएर गथे। तब काठमाडौँ माथिबाट कसले ल्यायो, फेरि कसले चेन्ज गर्यो, कसले चेन्ज गर्यो, नाम भन्दैन थियो उनीहरूले। अनि अब त्यो नाम नभनेपछि उनीहरूलाई कसले लौ तल भन्दा पनि नसक्ने स्थिति बनाएर लाँदो रहेछन्। अनि हामीले चाहिँ बोर्डर रोकेपछि रोक्यौँ, धेरै रोक्यौँ। पहिले सुरुमा एकदमै धेरै रोक्यौँ। भन्नाले हामी के बुझ्यौँ भने पहिला अब यो बेचबिखनमा पर्नुको मुख्य कारक चाहिँ यो गरिबी, अशिक्षा, बेरोजगारी। अहिले यसलाई यो नयाँमा अहिले दशकमा यहाँलाई के भिन्नता? अहिले ठुलो उमेरको पनि बेचिन थाल्यो र वैदेशिक रोजगारको बहानामा धेरै पैसा कमाउँछु भन्ने। पहिले चाहिँ दलालले पैसा कमाउँछु मलाई भन्ने हिसाबले दलालले एकलोटी गर्थ्यो। उनीहरू एकदम निमुखा, त्यसले चाहिँ अज्ञान छ, म कहाँ जाँदैछु, कसले लाँदैछ, किन जाँदैछु भन्ने कुरो थाहा नपाइकन जान्थे। अहिले थाहा पाएर पनि म बढी पैसा कमाउँछु, मलाई त्यो चाहियो भन्ने किसिमले उनीहरू किन लागे। एउटा कुरामा जोडिहालेँ सर। सरले अघि कुरा गर्नुभएको थियो कि पहिला बेरोजगारी, गरिबी, अशिक्षा, यसले गर्दाखेरि चाहिँ बेचबिखन पर्थ्यो। अब अहिले त अब शिक्षित व्यक्ति पनि यो परिरहेछ भनेर सर यहाँ भन्नुभयो। अब यो शिक्षित व्यक्तिहरू कसरी पर्छ सर बेचबिखन? शिक्षित चाहिँ के छ भने उनीहरू चाहिँ होइन कस्तो भनेदेखि मसँग खालि 100 रुपियाँ छ भने मलाई 200 को महत्त्व हुँदो रहेछ। 200 भयो कमाउन पायो भने पैसा कमाउन छिटोभन्दा छिटो धनी कसरी हो। अनि अब दलालले कस्तो खोजिरहेछ,
अब कसरीलाई फसाउँ भन्ने कुरामा अब उनीहरू चाहिँ पैसा कमाउको धन्दामा उनीहरू एक साइडबाट उनीहरू चलाक भएर बसिरहेको छ। यता दलाल चाहिँ अनि हाम्रो त्यो हाम्रो यो जुन चाहिँ अहिले भौतारिएको एउटा किसिमको छ त्यो चाहिँ अब मलाई 20,000 को जागिर छ, तर 20,000 को जागिर चाहिँ मैले भने मतलब विदेश गएर छिट्टै नै 50,000 60,000 को जागिर पायो भने त मोटो रकम पायो भने त मलाई त छिटो मेरो व्यवसाय हुन्छ। मेरो छोरछोरीहरू बिहा गरिसकेका छोरछोरीहरूलाई चाहिँ पढ्न शिक्षा दीक्षाको लागि के मद्दत हुन्छ, घरमा पनि खाने पिनेकाहरू के हुन्छ, एउटा सानो खेत पनि किन्न सकियोस्, एउटा घरमा टिन पनि लगाउन सकियोस् भन्ने उद्देश्यले चाहिँ अहिले वैदेशिक रोजगारको कुरा छ। वैदेशिक रोजगारमा अब घरेलु कामदारमा लग्यो अवैध बाटोबाट यो बाटो इन्डियाको बाटो प्रयोग गरेर लाने। अब जस्तो यो छ कि हाम्रो 2075 सालमा 75 साल फागुन 7 गतेको दिन माइती नेपाल नेपाल पुलिस महिला मन्त्रालय मानव एजुकेसन विरुद्धका CIB जस्ता विभिन्न सरकारवालाहरूसँग माइतीमा सहकार्य गरेर मणिपुरबाट 179 जना महिलाहरूलाई बिक्री गर्न लगेका मान्छेहरूले स्टोर गरेर बर्मातिर लगेर बर्माबाट उडाउने कुन ठाउँ पठाउने भनेर गरेको लगेको चाहिँ स्टोर गरेको ठाउँ भेटाएर हाम्रो आदरणीय सर विश्वराम खड्काज्यूको नेतृत्व र नेपाल पुलिस महिला तथा बाल समाज कल्याण मन्त्रालयको प्रतिनिधि अनि दिल्ली MSC सबैजना मिलेर लिएर आएर हामीले विभिन्न गार्जेनहरूलाई बुझायौँ। तर कुरो के भने दलालले त्यसरी लगेर राखेर चाहिँ ठाउँमा पठाउने यतिजना पठाउने यो मान्छे त्यहाँ त भने राम्रो कहाँ पठाउन सकिन्छ कसले माग गरिरहेको त्यसमा अलिक नराम्रो कहाँ गर्ने जस्तो हामीले आलु बेच जस्तो राम्रो आलु चाहिँ बजारमा राम्रो ठाउँ पठाइदिने, अलिक सानोतिनो चाहिँ गाउँमा बेच्ने सस्तो बेच्ने यस्तो किसिमको प्रक्रिया अपनाएर लिएर जाने गरे। त्यसपछि चाहिँ हामी त्यो लिएर आयौँ। त्यसपछि फेरि 2076 साल ज्येष्ठ 9 गतेको दिन मिजोरामबाट 23 जना चाहिँ महिलाहरूलाई उद्धार गरेर ल्याइयो र 2077 सालको फेरि 2077 सालको आषाढ 29 गते मणिपुरबाट फेरि 21 जना महिलाहरू त्यही स्टोर गरेर राखे महिलाहरू चाहिँ हामीले उद्धार गरेर लिएर आयौँ। सरले म यसमा जोडिहालेँ। यो बेचबिखन हुन त हाम्रो भारत र नेपालको खुला सीमा छ। अब यहाँ जोखिममा परिरहेको छ, मान्छेहरू झुकिएर पनि गइरहेको छ। यो भारत बाहेक पनि यो हाम्रो नेपालीहरू बेचिक्न पर्छ कि होइन? अहिले त के भने जस्तो खाडी मुलुकहरूमा पनि बेचिएका छन् अनि यता पश्चिमा मुलुकहरूमा जस्तो तपाईँको दक्षिण अफ्रिकामा लगेर बेचेर पनि ल्याएका छन्। अनि त्यसपछि लगेर चाहिँ के अरे राम्रो देशहरूमा लगेर चाहिँ डलरको लोभले पनि जो जोखिम जागिर छ भने जागिर दिन्छ भने यो मान्छे ठिक हो भनेर चाहिँ लिएर उसले लगेको भने राम्रो हुन्छ भनेर लिएर जान्छन् र उसको बाबुआमाले सहमति दिएको हुन्छ, तर बाबुआमालाई केही थाहा हुँदैन, नानीले जो जाने क्यान्डिडेटलाई पनि थाहा हुँदैन त्यो कुरो, किनभने उनीहरू अर्कै तरिका हुन्छ विश्वास दिलाएर जाने गर्छन्। त्यस कारण त्यो चाहिँ अलिकति यो पहिलेको स्वरूप र अहिलेको स्वरूपमा धेरै फरक छ। अहिले ज्ञान सिप भएको मान्छे पनि अहिले चाहिँ अथवा बुद्धि पढे लेखेको पनि अहिले बिक्री हुन थालेछ। तर उसले चाहिँ त्यहाँ पुगेपछि थाहा हुन्छ कि जब आफू भङ्गरामा पर्छ अब म त त्यति बेला मात्र ऊ चाहिँ झसँग हुन्छ अनि ऊ सकिएको उसको अब त्यस्तो पर्छ। पहिला अब झुकिआइन्थ्यो, अहिले आफै पनि झुक्यो। त्यस्तो किसिमको परिस्थिति अहिले आएको छ र यो चाहिँ एकदमै नियन्त्रणका जरुरी छ। र यो नियन्त्रण गर्नका लागि चाहिँ अहिलेको एकजना एउटा संस्था नेपाल पुलिस भने सारा स्वयं आफू सचेत हुनु पर्यो, गार्जियन सचेत हुनु पर्यो, त्यसपछि स्कुल टिचरहरू सचेत हुनु पर्यो, कम्युनिटीका मान्छेहरू सचेत हुनु पर्यो, अनि हाम्रो स्थानीय सरकारहरू सचेत हुनु पर्यो, अनि त्यसपछि यो समाज सचेत भएर
नेपाल पुलिस पनि सचेत भयो र एउटा चाहिँ विभिन्न किसिमका ठेक्का बाह्रा गर्नका लागि चाहिँ भयो भनेदेखि यो नियन्त्रण हुन्छ, नत्र भने यो चाहिँ बढिरहन्छ। सर्वपक्ष जबसम्म सबै पक्ष एकजुट नभएर सहमति हुँदैन, सरसल्लाह हुँदैन अथवा त्यसको चाहिँ त्यसलाई नियन्त्रण सबै पक्षको एउटै अभियानमा आउनुपर्छ, मानव बेचबिखन अभियानमा, त्यसपछि चाहिँ यसलाई नियन्त्रण गर्न सकिन्छ। हजुर, हस्, धन्यवाद। उहाँ हुनुहुन्छ गोविन्द सर, जुन उहाँ चाहिँ माइती नेपालमा आबद्ध भएर चाहिँ झापा जिल्लामा पछि यो मानव बेचबिखन विरुद्धको अभियानमा उहाँको चाहिँ यात्रा अहिले पनि जारी नै छ र उहाँले आफ्नो अमूल्य एक्सपिरियन्सहरू उहाँले देखेको, उहाँले भोगेको, उहाँको त यात्रा नै त्यो घटना देखेपछि सुरुवात गर्नुभयो र एकदमै राम्रो एक्सपिरियन्सहरू सेयर गर्नुभयो। वास्तवमा यो मानव बेचबिखन एकदमै यो गम्भीर र जघन्य अपराध हो र यसलाई एकदमै रोक्नुपर्छ र विभिन्न कुराहरू नयाँ र पुरानो, अहिले र पहिलाको सिनारियो पनि यहाँहरूले सुन्नुभयो। पहिला अब मान्छेलाई झुक्याइन्थ्यो, अहिले अब आफै झुकिन्छ र जोखिममा पर्ने गरेछ। अब आफैले पनि अब सचेत हुने अवस्था छ भनेर उहाँले अलरेडी भनिसक्नुभयो र यसलाई अब नियन्त्रण गर्नको लागि माइती नेपाल मात्रै होइन कि, राज्यले मात्रै होइन कि, हाम्रो सम्पूर्ण पक्ष, हाम्रो समुदाय, हाम्रो राज्य, हाम्रो प्रशासन, सङ्घ संस्था, पुलिस, जिम्मेदार व्यक्ति भन्नाले सर्वपक्षीय रूपमा जबसम्म यो एउटै अभियानमा आउँदैन, एकै ठाउँमा उभिँदैन, तबसम्म यसलाई रोक्न एकदमै गाह्रो छ, चुनौतीपूर्ण छ भनेर उहाँले भन्न सक्नुभयो। अब यस्तै विभिन्न सूचनामूलक कार्यक्रम लिएर हामी फेरि आउँदै रहन्छौँ। सरलाई हामीलाई समय दिनुभएकोमा एकदमै धन्यवाद छ। धन्यवाद सर। यहाँको चाहिँ जुन अनलाइन उसबाट चाहिँ मेरो पनि केही कुराहरू राख्ने, मानव बेचबिखन के हो र कसरी सुरुवात गरियो, म धेरै पहिलेदेखि गरिरहेँ र मान्छेलाई सबैलाई थाहा त हुन्छ, तर कसरी गरिन्छ त त्यसको भित्री प्र्याक्टिकल अझ हामीले चाहिँ यो केस हिस्ट्रीहरू अर्को समयमा कुरा गरौँला। यसरी चाहिँ गर्न मौका दिनुभएको यहाँप्रति पनि हार्दिक आभार व्यक्त गर्छु। धन्यवाद सर। छुट्टिनुभन्दा अगाडि म एउटा जोडिहालेँ यहाँ। अब यो हजुरले हाम्रो नेपाली जनसमुदायमा यो माइती नेपालको तर्फबाट केही सन्देश दिनुहुन्छ कि? धन्यवाद सर। हामी समुदायमा रहेर हाम्रो गाउँमा, हाम्रो घरमा नयाँ को मान्छे आउँछ, हाम्रो छोराछोरीहरूले कस्तो गतिविधिमा छन्, स्कुल पढ्न जाँदाखेरि पढ्न गएका छन् छैनन्, उनीहरूको गतिविधि के छ, कोसँग सम्बन्ध छ, अनि उनीहरूले के गरिरहेछन्, कुन हिसाबबाट चलिरहेछन् भन्ने कुरो उनीहरू अज्ञान छन्। त्यसले गर्दाखेरि उनीहरूको गतिविधिलाई, गलत गतिविधिलाई रोक्नुपर्छ, राम्रो गतिविधिलाई उहाँलाई छोडिदिनुपर्छ। त्यस्तो किसिमको हरेक बाबुआमाले, हरेक गार्जियनले बुझ्नुपर्छ र आफ्नो छोराछोरीलाई चाहिँ नियन्त्रणमा अथवा आफ्नो छोराछोरीलाई अनुशासित बनाउनुपर्छ। र यहाँले सक्नुहुन्छ भने आफ्नो छोराछोरी स्कुल गएर हाम्रो शिक्षक गुरुहरूलाई चाहिँ फोन गरेर सोध्ने, मेरो नानीले कस्तो पढ्दैछ, अनि के गर्छ, कस्तो उ गर्छ, अनि तपाईँहरूले कसरी पढ्नुहुन्छ, कस्तो उसको स्कुलमा शिक्षाको स्तर, पढाइको स्तर कस्तो छ, हरेक बेला सोधिरहनुपर्छ। शिक्षकसँग एकदमै मित्रता गर्नुपर्छ। शिक्षक मेरो दोस्रो अभिभावक हो भन्ने ठानेर हामीले उसलाई पनि ठुलो इज्जत दिनुपर्ने हुन्छ र शिक्षकबाट थालिनुपर्छ, समुदाय थालिन्छ। अनि नेपाल पुलिससँग उत्तिकै सम्बन्ध गर्नुपर्छ, किनभने उहाँहरू पनि गाउँ घुम्नुहुन्छ, गर्नुपर्छ। र टोल विकास संस्थाका साथीहरूलाई पनि यसमा सचेत गराउनुपर्छ। र यो बाटो गरेर मेरो छोराछोरी कोही त त्यो तपाईँको गाउँमा आउँछ कि किन आउँछ त, त फलाना छोरो छोरी होस् त किन आएको भनेर चाहिँ सोधखोज गर्न तपाईँको पनि अधिकार छ। तपाईँ पनि मेरो साथी हो, साथीको छोराछोरीलाई चाहिँ तपाईँले चाहिँ के अरे
सोधपुछ गर्ने, उहाँलाई सही बाटोमा हिँडाउने काम तपाईँको पनि हो, तपाईँको छोराछोरी मैले हो। यसरी चाहिँ आदान प्रदान गऱ्यो भने केही न केही हामी न्यूनतम गर्दै जान्छौँ। हस्, धन्यवाद। आजको लागि यति नै। हामी फेरि अर्को कार्यक्रममा फेरि केही विशेष सूचना, विशेष सन्दर्भिक कुरा लिएर आउने नै छौँ। हस्, धन्यवाद।